सबै रहने हो। नेपालै रहेन भने हामी के रहन्छौँ? अहिलेको राजनीतिक सिचुएसन हेर्दाखेरि देश अहिले चाहिँ नेपालीको हातमा छैन। यो बडो दुःखको कुरा हो। देश चाहिँ अहिले विदेशीको डिजाइन अनुसार चलिराखेको जस्तो देखिन्छ। जेएनजी पुस्ताको जुन माग थियो र आजभन्दा 1 महिना अगाडि त्यो माग लिएर जेएनजी पुस्ता सडकमा आयो। सुशासन र भ्रष्टाचारको अन्त्य, अनि कार्यकारी निर्वाचित प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री। तर यो कुरा त यो संविधानबाट प्राप्त हुन सक्दैन। अब भयो कुरा के चाहिँ भनेदेखि जुन कुरा संविधानमा छैन त्यसलाई टेकेर राष्ट्रपतिज्यूले चाहिँ नयाँ अन्तरिम सरकार बनाउनु भयो र चुनाव गराउने म्यान्डेट दिनुभयो, जुन यो विद्रोहको मागै होइन। त्यसकारणले अहिलेको यो वर्तमान सिचुएसनलाई हेर्दा, मूल्याङ्कन गर्दा यो संविधान खारेज हुन पर्छ, अन्तरिम संविधान बन्न पर्छ र जुन चीजहरू हाम्रो देशको यत्रो ठुलो 84% भन्दा धेरै भनौं न, अहिलेको नै वर्तमान गणतन्त्रको चाहिँ सेन्सस अनुसार पनि चाहिँ 81% भन्दा धेरै हिन्दूहरूले नरुचाएको संविधान हो। यो धर्मनिरपेक्ष संविधान हो। यो चाहिँ ओमकार परिवारको विरुद्धको संविधान हो। यो संविधान खारेज गरेर धर्म सापेक्ष संविधान बनाउनु पर्छ। यो नेपाल चाहिँ संसारको एकमात्र हिन्दू देश हो। हामी युरोप, अमेरिका, बेलायत जस्तो हुन खोजेर हुँदैन। हामी नेपालीहरू नेपाली नै जस्तो हुनुपर्छ। किनभनेदेखि यो चाहिँ सम्पूर्ण ऋषिमुनिहरूले तपस्या गरेको देश हो। यहाँ सम्पूर्ण देवताहरूको चाहिँ देवी देवताहरूको चाहिँ वासस्थान भएको देश हो। त्यसकारणले नेपाल हिन्दू देश हो, कसैले मानुस् नमानुस्। अब यो हुन पर्छ। र दोस्रो कुरा के हो भनेदेखि नेपाल चाहिँ नेपालीको हातमा हुन पर्छ। अघि नै मैले भने अहिलेको परिस्थिति हेर्दाखेरि के देखियो भने कसैले फ्री टिबेट मुभमेन्ट यहाँ गरिरहेको छ, कसैले क्रिस्चियन मुभमेन्ट गरिरहेको छ, कसैले हाम्रो हिन्दूको बीचमा लडाउने किसिमको चाहिँ अभियान गरिरहेको छ। यो कुरालाई नयाँ जेएनजी पुस्ताले पनि बुझ्नु पर्यो। र मैले विगतदेखि भन्दै आएको कुरा अहिले पनि म यहाँहरूलाई के निवेदन गर्न चाहन्छु भने सम्पूर्ण राजनीतिक दलहरू तपाईहरूले ढिलो नगरिकन राजासँग संवादको ढोका खोल्न पर्यो। किनभने यो देशको स्टेक होल्डर भनेको हिजो त आजको यो अवस्था आइपुगेको भनेको हिजो माओवादीको नाममा भएको विद्रोह र 12 बुँदेको कारणले हो। त्यो विद्रोह भएको थियो राजासँग भने हाम्रो देशको संवैधानिक राज संस्था भनेको हाम्रो अभिभावकीय शक्ति हो, अभिभावकीय संस्था हो। राजा नहुँदाखेरि तपाईहरूको अभिगत के भयो? आज प्रधानमन्त्री भइसकेको 7 चोटि 6 चोटि प्रधानमन्त्री भएको शेरबहादुर देउवाले चाहिँ आज चाहिँ पार्टीबाट रिजाइन गर्नुपर्ने खण्ड आयो। सबै पोलिटिकल पार्टीका शीर्षस्थ नेताहरूलाई नेपाली सेनाले जोगाउनु पर्ने खण्ड आयो। भनेपछि अहिले अब यो देश